guys, welcome back to our channel. It's me Nivas Amal. I'm फेरि आइसकेको छु नयाँ ब्लग साथमा। यहाँ हाम्रो जमाल रायन रहेका छन्। हाम्रो टिम अगाडि हेर्न सक्नुहुन्छ गइसकेको छ उसको टिम। अहिले हाम्रो मेन उद्देश्य चाहिँ हामी अहिले घुम्न गइरहेको छौँ। अगाडि देखाउँदै जान्छौँ हजुरलाई। हाम्रो गाइजहरू यहाँ अगाडि गइसक्नुभएको छ। खै सुप्रिम हेर्न यता सुप्रिम हाम्रो खै हिमान्सु लुक केटेर अरविन्द दाई अङ्कित खै अशोक दाई यता हेर्नुहोस्। हामी मेन बजारमा आइसकेको छौँ मेन रोडमा हेर्न सक्नुहुन्छ। यहाँ अगाडि हाम्रो गाइजहरू हाम्रो पुलिस अङ्कलहरू त्यता हुन्छ गाइजहरू। यो हाम्रो ढाबा स्पेसल यहाँ खाने केटाहरू यहाँ खान्छन्। त्यो चाहिँ हामीलाई युनिस्टाइलले खुवाउनु भएको थियो होइन। अनि चाहिँ हामी बाटोमा हिँडिरहेको छौँ। अब हामी एक एकजनाको इन्टरभ्यू लगाउनेछौँ। यहाँ फर्स्टमा सुप्रिमलाई पक्रिसकेको छौँ। हजुरको नाम परिचय सब बताइदिनुहोस् सुप्रिम। होइन मेरो नाम सुप्रिम हो, तिमीलाई थाहा नै छ होइन? भयो त्यति नै भन। उहाँको यति सक्यो। अब हामी अरविन्द दाईलाई आएको छौँ हाम्रो 19 नेसनल प्लेयर। भाइ मलाई इन्ट्रोड्युसको जरुरत छैन, मलाई चिन्नुभयो होला हजुरहरूले। नचिनेर मेरो यो बेइज्जती भयो। हाम्रो रुकुमको प्लेयर हो, अहिले 19 नेपाल भर्खर इन्जर्ड रिकभरी हुँदै हुनुहुन्छ। गाइड सबैजना नम्बर खाली हाल्छु तल डिस्क्रिप्सनमा सबको हिजोको क्युआर आउनेवाला छ। भैली हेर्दैछौँ हामी हेर्न सक्नुहुन्छ। भैली भइरहेको छ हामी यहाँ। उही सही छ यार। ए रोक न सही छ भैली। यहाँ भैली नाचिरहेको छ। यो हेर्नु सुन्नु सही छ यार। गाइजहरू यसरी हेरिराख्नु भएको छ।